तपाईँ हामी अमृत जस्तो बन्न सक्नुपर्छ, विष जस्तो बनेर हुँदैन। हाम्रो मनभित्र अमृत जस्तो सोच विचार हुनु पर्यो। तपाईको मनभित्र अमृत जस्तो सोच विचार छ? म प्रश्न गर्न चाहन्छु, छ हुनुपर्छ। होइन भने पनि आज यो तपाईको चाहिँ ग्राउन्ड छोड्दै गर्दाखेरि हाम्रो मनभित्र अमृतको तपाईको चाहिँ उत्पत्ति हुनुपर्छ, अमृत उत्पन्न हुनुपर्छ। हाम्रो मनभित्र अब हामी अमृत लिएर बाँच्छौँ, अमृत जस्तो जीवन लिएर बाँच्नुपर्छ। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, हामीले हाम्रो मनभित्र अनेक परिका विषजन्य विकारहरू बोकेर हामीले चाहिँ हाम्रो देशलाई स्वर्ग जस्तो बनाउन सकेनौँ। प्रकृतिले हामीलाई स्वर्गको टुक्रा नै दिएको थियो, तर हामीले जानेनौँ। तपाईँ हाम्रो ढङ्ग पुगेन। तपाईँ हाम्रो सोच विचारमा सधैँभरि विषजन्य तपाईँको विकृतिजन्य सोच विचार मात्रै रहेको कारणले गर्दाखेरि यो हुन पुगेको म यहाँहरू सम्पूर्ण जानकारी गराउन चाहन्छु। केही लामो समय मैले यहाँको लिनुपर्ने हुन्छ। धेरै कुराहरू मनमा छ। प्राकृतिक रूपमा मात्रै यो देशलाई हामीले चाहिँ नै स्वर्ग जस्तो बनाएर हुँदैन। म तपाईँहरूलाई एक दुईवटा प्रश्न गर्न चाहन्छु। अब यो देशलाई स्वर्ग जस्तो देश कसरी बनाउन सकिन्छ? अल्छी बनेर स्वर्ग जस्तो देश बन्छ? सबैलाई म प्रश्न गर्न चाहन्छु। तपाईँले खुलेर मलाई छातीमा हात राखेर उत्तर दिनुहोस्। हामी तपाईँ अल्छी बन्यो भने यो देश स्वर्ग जस्तो बन्छ? बन्दैन है, बन्दैन। हामीले एकले अर्कालाई झुटो बोलेर ठगेर ढाँटेर यो देश स्वर्ग जस्तो बन्छ? एकले अर्कालाई धोका दिएर, एकले अर्कासँग झगडा गरेर, एकले अर्कालाई पाप चिताएर यो देश स्वर्ग जस्तो बन्छ? हामी आफै भ्रष्टाचार गर्छौं, हामी आफै धोकाधडी गर्छौं भने, हामी बेइमान छौं भने यो देश स्वर्ग जस्तो बन्छ? हामी विदेशी दलालीमा भुलेर विदेशीले दिएको तपाईँको जुठो पक्रेर खाने खालको त्यो खालको दास बनिरह्यो भनेदेखि यो देश स्वर्ग जस्तो बन्छ? यदि यो देश त्यसरी स्वर्ग जस्तो बन्दैन भने आदरणीय दाजुभाइ दिदीबहिनीहरू, कसरी बन्छ त यो देश स्वर्ग जस्तो? यो देशलाई स्वर्ग हामीले कसरी बनाउने? म यहाँहरू सम्पूर्णलाई भन्न चाहन्छु, श्रम संस्कृति भनेको एउटा पार्टी रहेछ, भोट माग्न आयो भनेर मात्र नबुझ्नुहोस्। हामी यो देशलाई, यो देशको हरेक मान्छेलाई, यो देशका हरेक मान्छे, यो देशका हरेक नागरिकलाई जिम्मेवार नागरिक बनाउनका लागि निस्केको एउटा सामाजिक जागरण र रूपान्तरणको अभियान लिएर आएका छौँ। म यहाँहरू सम्पूर्णलाई यो भन्न चाहन्छु, के हो श्रम संस्कृति भन्दाखेरि अघि भर्खर मैले भने यो देश स्वर्ग बनेन। के कारणले बनेन भन्दा हामी अल्छी छौँ नि, छ कि छैन? छौँ कि छैनौँ? अलिकति काम गर्ने बित्तिकै बेसरी काम गऱ्यो भने यसो गरिन्छ, छ? चाइनिजलाई हेर्नुहोस्, 18 घण्टा डाइरेक्ट काम गरिदिन्छ। हामीले काम गरेका छौँ 18 घण्टा? छातीमा हात राखेर भन्नु है, मलाई छातीमा हात राखेर भन्नु है। हामी यति धेरै अल्छी, यति धेरै काम चोर होइन? भात पनि अरूले पकाइदिए हुन्थ्यो, गनगनाउँदै खानु पाए हुन्थ्यो। मैले खाएको थाल बड्को पनि अरूले धोइदिए हुन्थ्यो। मैले लुगा लगाएको छु, त्यो लुगा पनि तपाईँको छैन, अरूले धोइदिए हुन्थ्यो। अरूले सबै कुरा गरिदिए हुन्थ्यो। नेताले देश बनाइदिए हुन्थ्यो, ठेकदारले देश बनाइदिए हुन्थ्यो। आफूले चाहिँ केही नगर्ने, तपाईँको छैन भुइँमा झरेको एउटा प्लास्टिकको झोला पनि नटिप्ने। यस्तो खालको स्वार्थी बनेर देश बन्छ हो? त्यस्तो तपाईँको अल्छी मान्छेलाई जागरिलो पौरखी बनाउने तपाईँको चाहिँ अभियान, श्रमदानको अभियान र श्रमको अभियान लिएर आएको संस्कृति हो श्रम संस्कृति। यहाँहरूलाई त्यो श्रम संस्कृतिमा म हार्दिक स्वागत गर्न चाहन्छु। तपाईँहरू त्यो हार्दिक तपाईँको चाहिँ स्वागत गरेको मैले श्रम संस्कृतिमा तपाईँ आउन चाहनुहुन्छ? तपाईँहरू सबैजना आजदेखि श्रमदाता बन्नुपर्छ। तपाईँहरू आजदेखि सबैजनाले यो श्रम संस्कृतिको अभियन्ताको रूपमा अगाडि बढ्नुपर्छ। म सम्पूर्णलाई हार्दिक अनुरोध गर्न चाहन्छु।